हेलो हाई नमस्ते। आज चाहिँ च्याउको सब्जी बनाउन लाग्दैछु। च्याउलाई सुरुमा केलाएँ अनि केलाएर 3-4 पानीमा धोएँ। 3-4 पानीमा धोइसकेपछि म चाहिँ मनतातो पानीमा 3-4 मिनेटको लागि राखिदिन्छु। अनि त्यस पछाडि प्यानमा घिउ बसाएँ तताउनको लागि। घिउ तातुन्जेल पानीबाट निकाले च्याउलाई अनि त्यसको पानी च्याउको पानी चाहिँ सबै मजाले निचोरेर थालमा राखेँ। अनि घिउ तातिसकेको थियो, त्यसमा च्याउ लगाएँ। च्याउ चाहिँ मजाले फ्राई हुनुपर्छ। च्याउ चाहिँ फ्राई भइसके पछाडि यस्तो भएको थियो, हेर्दै खाउँ खाउँ लाग्दो भइसकेको थियो। यसमा हल्का नुन लगाएर खायो भने यतिकै पनि मिठो हुन्छ। त्यस पछाडि प्याज टमाटर काटेँ अनि अदुवा लसुनको पेस्ट बनाएँ। अनि पुनः घिउ लगाएँ, जिरा फुराएँ, अदुवा लसुन पेस्ट अनि प्याज फुराएँ। अनि त्यस पछाडि टमाटर नै पकाएँ। टमाटर पकाइसके पछाडि जिराको धुलो, धनियाको धुलो, बेसार, नुन लगाएँ अनि फ्राई गरेको च्याउलाई नै लगाइदिएँ। अनि अन्तिममा धनिया काटेर लगाएँ। अनि सब्जी चाहिँ यस्तो बन्यो।